उडी बाबा, आज रिदमको असली रूप बाहिर आयो। राधे राधे, स्वागत छ मेरो फर्स्ट मिनी भ्लगमा। आज म नुहाएर बाहिर आउँदा मौसम केही यस्तो थियो। अनि म भान्सातिर जान्छु, जहाँ मम्मीले मोही पो पार्दै हुनुहुन्थ्यो भने आमाले रोटी पकाउँदै हुनुहुन्थ्यो। अनि भाइले मुफ्तको खाना खाँदै थियो। अनि म पनि कोठामा गएर बिस्तारा मिलाउन थाल्छु। जब म बिस्तारा मिलाएर सक्छु, भाइ पनि स्कुल जान रेडी हुन थाल्छ। पढ्नको लागि भनेर बेडमा कफी फाल्दै नपढिकन बाहिर आउँछु त बर्थडे बोय त मोडल स्टाइलमा टफी बाँड्दै थियो। तर यसले सबैलाई धेरै दिएर मलाई भने 2टा मात्रै दिन्छ। माफ नहीं करेगी। यो के हो, दिउँसो त सबै महिला मण्डल तोरी उखल्दै पो रहेछन्। अनि म नभइकन तोरी उखल्नै नै मानेन रे, त्यही भएर म पनि सहभागी हुन्छु तोरी उखल्न। अनि केही तोरी उखलेर बाँकी हरियो भएकोले तोरीलाई भोलि भेटौँला भन्दै घरतिर प्रस्थान हुन्छौँ। अनि साँझ बर्थडेको खानाको लागि आन्टीले मटर पनिर साथै कढाई एक्लै हुन्छ भनेर सँगै कित्ली बसाल्नुहुन्छ भने मम्मीले पिठो मुस्नुहुन्छ। अनि मलाई भने कपडा उठाउने काम मिल्छ। अनि म छिटो छिटो छतमा गएर कपडा उठाउँछु। कपडाभित्र राख्दा म देख्छु बर्थडे बोय त मोबाइल पो हेर्दै थियो। अनि मेरो केही काम नभएपछि म जान्छु फुपूको घरतिर, जहाँ फुपूले पाल पठाउँदै हुनुहुन्थ्यो भने बधै सुतेको थियो। अनि सखरगन्जी र टमाटर कोसेलीको रूपमा लिएर घर फर्किन्। अनि शिवा हेर्दै खाना खाएर भाइहरू बेलुन फुलाउन थाल्छन्, जहाँ बेलुन विस्फोट भई यस्तो रियाक्सन आउँछ। अब हामी भाइ विष्णुको बर्थडे नाच्दै उफ्रिँदै केक काटेर मनाउँदै हुन्छौँ। त्यही बेला रिदमको भित्री बादर बाहिर आउँछ। राधे राधे। विष्णुले के गिफ्ट पायो हेर्नको लागि सब्सक्राइब गर्नुहोला।